स्वागत छ तपाईलाई। धन्यवाद। यतिखेर हर्क साम्पाङले बालेन शाहको राजीनामा मागेको छन्, कसरी हेर्नु भएको छ? राजीनामा माग्न त पाइन्छ, तथाराम गरेर बोल्न पाइँदैन। तपाईँले हेर्नुहोस्, हिजो के अरे नगरपालिकाभित्र मेयर भयो जस्तो होइन है, संसद भवन यस्तो कि के बोल्दा हुन्छ, के बोल्न हुँदैन, के गर्दा हुन्छ, के गर्न हुँदैन भन्ने हेक्का तपाईँलाई रहन्छ। तपाईँ ढुङ्गा बोकेर हिँड्नु भएको, ढुङ्गा बोकेको अनुसारले चाहिँ बुद्धि चाहिँ ढुङ्गा बोके जस्तै देखेँ मैले। बुद्धि रहेनछ, बुद्धि छैन। र एउटा कुरा हेक्का होस् हर्कजी, तपाईँलाई म सम्मान गर्छु एउटै कुरामा, एमसिसीलाई के अरे पास गरिएको छ, नेपालमा योलाई पूर्ण रूपमा खारिज गरिनुपर्छ भन्ने बोल्नुभएको छ संसदभित्र। त्यो बोल्दाखेरि चाहिँ तपाईँको लागि सकारात्मक छ। तर अहिले नै तपाईँले राजीनामा यदि माग्ने हो भने 100 दिनसम्म सरकारलाई काम गर्न दिनुहोस्। एक। दोस्रो कुरो, बालेनले संसदभित्र गएर प्रधानमन्त्रीले दिनुपर्ने जवाफहरू के छ दिनुहोस्। किन आपत्ति, किन डराएको? कालो चस्मा लाएर सिंहदरबार नबढ्नुहोस्, तपाईँ संसद भवनभित्र गएर। होइन, जवाब त बालेन शाहले सोनी माग्लेलाई दिन लगाइसके त। यस्तो हुन्छ जस्तो प्रधानमन्त्रीले बिरामी भएको खण्डमा, विदेश भ्रमणको समयमा, कतै हस्पिटल भर्ना भएको खण्डमा चाहिँ सोनी माग्लेलाई पठाउनु राम्रो हो। तर आफै सिंहदरबारमा बसेर चाहिँ सोनी माग्लेलाई पठाउनु ठिक हो। तर त्यो कुरा ठिक छ कि, तर अहिले पछिल्लो समय के छ भने नि, अहिले आम जनताले चाहिँ के भनेका छन् भने हर्क साम्पाङलाई भोट दिएर चाहिँ जनताले बालेन शाहलाई जिताउने, राजीनामा चाहिँ हर्क साम्पाङले माग्ने भन्ने कुरा उठिरहेको छ क्या अहिले। कसरी हेर्नु? अहिले एउटा कुरा हेर्नुहोस् कि धरानका आम नेपाली जनताहरूले उहाँलाई भोट दिएर पठाएको, अहिले जनताले नै उहाँको राजीनामा माग्न सुरु गरिसके। बालेनको राजीनामा होइन कि हर्क साम्पाङको चाहिँ राजीनामा आएको छ, त्यो हेक्का होस् है तपाईँलाई। लाखौँ जनताले भोट दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार दिलाउने, 3 सिटे हर्क साम्पाङको पार्टीले राजीनामा माग्ने भन्ने प्रश्न उठिरहेको छ। यो लज्जास्पद हो कि उहाँ आफै नै आफूले खनेको खाल्टामा आफै पर्दै हुनुहुन्छ। यो हेक्का होस्। भनेपछि बालेन शाहको भविष्य छैन, के अरे हर्क साम्पाङको भविष्य छैन राजनीतिमा। यस्तै हो भने यस्तै हो त, जिरो लेभलमा पुगिहाल्छ नि। अब अहिले हर्क साम्पाङको पार्टीमा जाने को छन् भने माओवादीका मान्छेहरू छन्। ल हेर्नुहोस् है, ती माओवादीमा सबैले खाएर, सुनदेखि लिएर हरेक कुरा खाएर, सरकारी जग्गादेखि लिएर हरेक कुरा हरापेका व्यक्तिहरू कहाँ छन् भन्दाखेरि हर्क साम्पाङको पार्टीमा गर्छन्। भनेपछि अब यो हर्क साम्पाङजीले अब ठुलो पार्टी बनाएर यो देशलाई काइपलट गर्छु भनेर चाहिँ दिवा सपना नदेखेको। होइन, फेरि अर्को कुरा के, सुदन किराँतीलाई पार्टीमा प्रवेश गराए मुख्यमन्त्री बनाउने अरे। मुख्यमन्त्री भएको चुनाव जित्नु पर्छ कि पर्दैन, अथवा के? यसमा चुनाव पनि जित्नु पर्ने रहेछ कि यो दलालीहरूले चलाएको देशमा। हिजो के अरे रामचन्द्र पौडेलले पनि 19 पटक हुँदाखेरि, प्रधानमन्त्री प्रचण्डसँग लड्दाखेरि 19 पटक हारे नि, अन्तिममा राष्ट्रपति भयो। कृष्ण सिटौलालाई राष्ट्रिय सभा पुऱ्याए। अब एउटै कुरा, आम नेपाली जनताले एउटा कुरा के चाहिँ हेक्का हुनु पर्यो भने नि, अहिलेको संसदमा दुई तिहाईको चाहिँ फेरिमा आइपुगेको छ बालेन सरकारको, तर 3-4 जना पुग्दैन। त्यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र साईले के भनेछ भने 84 होइन 84, 85, 86, 87 पुऱ्याइदिन्छु, तर संविधान संशोधन गरौँ र राष्ट्र संस्था पुनर्स्थापना गरौँ, त्यस पछाडि अनि के गर्नुपर्ने, अनि देश बनाउनु पर्ने, विकास गर्नुपर्ने हो भने अगाडि बढौँ भनेर भन्दाखेरि बालेनको एउटा इन्टेन्सन के छ भने अहिलेसम्म गरेको काम हेर्ने हो भने चाहिँ नि 100% नै म धन्यवाद दिन चाहन्छु। तर तपाईँले राजाको कुरा निकालिहाल्नु भयो। आम केही व्यक्तिहरूले चाहिँ के भनेका छन् भने अब बालेन शाह राज संस्था पक्षधर नै हुन्, बालेन शाहले नबोलिकनै राजा ल्याउने सम्भावना त छैन, ल्याउने त होइनन् भन्ने कुरो उठिरहेछ क्या। कसरी हेर्नु भएको छ? यो देश बचाउने हो भने राष्ट्रियता, धर्म, पहिचानसँग जोडिएर जुन हनुमान धाममा एउटा कुमारी आमाको मन्दिर छ, त्यो मन्दिरमा
श्रीपाद महाराजलाई ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले खुट्टामा ढुङ्नुहुन्छ एक। दोस्रो वीरेन्द्र सरकारले पनि खुट्टामा ढुङ्नुहुन्छ। त अहिलेका विदेशीका दलालीहरू छन् नि राष्ट्रपतिहरू, त कुमारी आमाको खुट्टाले पाउमा पनि छुँदैनन् भनेपछि हामीलाई मन्दिर चित्र जुत्ता पनि खोल्दैनन्। अब रह्यो राष्ट्रपति पार्टीका हुँदो रहेछन्। राष्ट्रपति आफ्ना आफ्ना पार्टीले त एमाले भयो, एमालेकै पार्टीको मात्रै भयो, काङ्ग्रेस भयो, काङ्ग्रेसकै पार्टीको मात्रै भयो। राजा सबैको साझा, देश साझा, धर्म साझा, राजा साझा, जनता साझा भन्ने हो हामी। जनता साझा यो देशमा अब देश बचाउने नै हो भने राजा बिना अरू विकल्प केही पनि छैन भन्ने कुरा मैले बुझेँ। यो तपाईँहरूको माग, तर मैले मेरो प्रश्न चाहिँ बालेन शाहले नबोलेरै राजा ल्याउँछन् है भनिरहेका छन् क्या, तपाईँलाई के लाग्छ? हो यथार्थ यही नै हो? अब हेर्नुपर्छ, अथवा हल्ला मात्रै हो? अहिले हामीले नभनौँ, सबै कुरो चर्चा विचर्चा नगरौँ। बालेनले राम्रो काम गर्दै जानुभएको छ, हामीले पछाडिबाट नै राजा ल्याउने सम्भावना छ कि छ या छैन मात्र भनिदिनु। हिँड्नु जाँदा राजा आउँछ ल, बालेनले नै ल्याउँछन् होइन जसले ल्याए पनि राजा आउँछ ल। बालेनले ल्याउने सम्भावना के छ? बालेनले ल्याउने भन्ने नभनौँ न, अहिले जसले भए पनि यो देशमा अब अभिभावकको रूपमा राज संस्था पुनर्स्थापना हुन्छ। 1 2 3 हुन्छ ल। मैले कति दिन, कति घन्टा, कति मिनेट, कति वर्ष? समय त्यति पनि दिन नतौ, किनभने समय नै बलवान भन्छ, समयअनुसारमा चल्ने हो। हिजोको दिनमा यो कङ्ग्रेस एमाले माओवादीले यस्तो होला भन्ने सोचे थियो थिएन नि, के भयो? भयो नि। हिजो 1 करोड दम्म चलाएर 3 गुणेमा राष्ट्रिय त धर्म पैसासँग जोडिएर नागरिक बचाउ अभियानको दुर्गा प्रसादको टिममा हुँदाखेरि म वार्ता समिति सदस्य हो। म 78 दिन जेल बस्ने मान्छे मै हुँ। केपीले हालेको मै हुँ, केपी र शेरबहादुर देउवाले जेल हाल्ने मलाई मै हुँ। आजसम्म मेरो मुद्दा फसेला भएको छैन। तर यो देशमा यी विदेशीका गद्दारीहरूलाई लखाडे नि, जब हाम्रा भनौँ 23 र 24 गतिका हाम्रो जेन्जी भाइ बहिनीहरूले जसरी लखाडे, अब तिनीहरूलाई अझै बाँकी छ लखाड्नु, अझै बाँकी छ। अब यी सबै राजनीतिक दलका ठुल्ठुला पार्टीका भरौटेहरू दलालीहरू छन् नि। अब एउटा कुरा चाहिँ कसरी हामीले भन्नु पर्यो भने नि, गृहमन्त्री 5 वटा गृहमन्त्री छ, जुन 5 वटा गृहमन्त्रीहरूले के गरेछ भने एयरपोर्टमा सेटिङ गरेर नि पैसा खाँदै विदेश पठाएका छन् नि। यी 5 वटा गृहमन्त्रीको पनि खोजी हुनुपर्छ भन्ने कुरा राखेको छु मैले। र अहिले जति पनि भ्रष्टाचार गरेका दलालीहरूका सम्पत्ति कहाँ छन् खोजिनुपर्छ। बालेन सरकारले खोज्नुहोस्। अब अहिले कुन जस्तो टिएसडीदेखि लिएर बालेनले हरेक ठाउँमा भएका व्यक्तिको विरुद्धमा बालेनले अब पर्दा फास गरेर अगाडि बढेर तपाईँले पनि आफू पनि सच्याउनुपर्छ र अर्कालाई पनि सच्याउनुपर्छ। र म एउटा कुरा अब लास्टमा म के भने काठमाडौँ उपत्यदेखि लिएर नेपाल अधिराज्य भरमा रहेका सरकारी जग्गाका हुकुमवासी र सुकुमवासी जो छन्, सुकुमवासीका हाम्रा भाइ बहिनीहरूलाई चारना जग्गा र स्वास्थ्य र शिक्षामा फ्री गरिनुपर्छ भन्ने मेरो माग हो। र म के भन्छु भने जस्तो अहिले मेरा दुर्गा प्रसाद ज्यूले पनि यो सुकुमवासीको विषयमा विरोध गरिएको छ, त्यस्तै हर्का साम्पाङले गरेछ। विरोध कसरी गर्ने भन्दाखेरि को सुकुमवासी हो, को हुकुमवासी हो, त्यो छुट्याउनु पर्यो। त्यो छुट्याउनु भनेको हिजोको पार्टीले के छुट्याउनु सकेन। हिजोको पार्टी को भन्दाखेरि काङ्ग्रेस एमाले माओवादीले आफैले भोट ब्याङ्क बनाएर राखिएको भएर नि यिनीहरूले छानबिन गर्न सकेन। अहिले आएर क्विकली एक्सन गरेपछि बालेनले किन भन्दाखेरि छानबिन गर्न सुरु गरेपछि त अदालतमा स्टे अर्डर लिएर आइहाल्यो। ल हेर्नु त, अनि कसरी भत्काउनु सक्छ? त्यसो भएर क्विकली एक्सन गरेर उहाँले भत्काउनु भएको छ। र अहिलेका हाम्रा सुकुमवासी दाजुभाइ दिदीबहिनीहरूलाई मैले चारजना जगाएर उनीहरूका छोराछोरीलाई स्वास्थ्य शिक्षामा निःशुल्क गरियोस् भन्ने माग गर्न चाहन्छु। अब जस्तै अब सुदन गुरुङलाई फेरि आम जनताले गृहमन्त्रीको रूपमा हेर्न चाहिरहेका छन्। अब बाहिर हल्ला मात्रै छ कि सुदन गुरुङलाई नै बालेन शाहले गृहमन्त्री बनाउँछन् भनिरहेका छन्, तपाईँलाई के लाग्छ? यस्तो हुन्छ, सुदन गुरुङजीलाई म के भन्छु भने हिजो दिनमा जानुभयो, एक्सन गर्नुभयो, केपीजीहरूलाई पनि बेलामा जेल कोच्नुभयो। त कोचिए पनि मिलाएर कोच्न पाएको चाहिँ राम्रो हुन्थ्यो कि कानुनको दायरामा समाएर चाहिँ लिएर जानुपर्थ्यो कि एकैचोटि बौडा जस्तो त भएर बिग्रियो कि समस्या हो। अर्को कुरो सुदनजीलाई के भन्न चाहन्छु भने
जुन एउटा के अरे भ्रष्टाचारी दलालीमा जोडिएको रहेछ नि, अब नाम चाहिँ मलाई थाहा भएन होइन, दिपकबाट हो, दिपकको कनेक्सनमा जोडिएको हुँदाखेरि उसले के कसरी त्यो पैसा कहाँबाट आएको त होइन, त्यो पैसा कहाँबाट सञ्चालन भएर आएको पैसा हो, त्यसको खोजी नीति भएर र उसको सबै कुरो बायोडाटाहरू पत्ता लाएर उसले सही गरेछ गल्ती गरेछ भने जेल जानुपर्छ, गल्ती गरेछ भने सफाइमा आएर गृहमन्त्री हुनुपर्छ, यही हो कुरा। अन्तिममा जाँदै हजुर प्रचण्डले राजालाई के भनिरहेका थियो सुन्नु भएको थियो, जेल हाल्नुपर्छ समेत भनेका म थियो, भन्छु के भन्न चाहनुहुन्छ? प्रचण्डले 10 वर्ष जनयुद्ध गरेर भारतमा बसेर 5 स्टार होटलमा बसेर हुस्की र प्राण देखाएर आम नेपाली जनताको ढाडमा टेकेर टाउकोमा पड्काउने प्रचण्डलाई नि यो देशका पत्रकारदेखि लिएर राष्ट्रवादी देशभक्त देशप्रेमीहरू र माओवादीमा भएका, काङ्ग्रेसमा भएका, एमालेमा भएका सबै छन् नि, यी मिलेर आज काङ्ग्रेसको के अरे प्रचण्ड हैसियत कहाँ गयो थाहा छ तपाईँलाई? एउटा के अरे एमालेबाट फुटेर गएको माधव नेपालको टाँगामुनि पो छिरेछ प्रचण्ड त। अहिले सुधारगिरी कसकामा छिरो भर्खर साम्पाङको ल हेर्नु त। अनि यी माओवादी हुन्, यी नक्कली माओवादी देश लुटाराहरू हुन्, देशका धमिरा हुन्। यी धमिरालाई राजाको खुट्टामा पनि पाउ पर्दा पनि ऊ हुँदैन भनेपछि राजाले गाली गर्ने। राजाले हिजो आम नेपाली जनतालाई के भने 2047 सालको संविधान सहितको टेकेर 5 बुधे सहमतिमा शिर बेचेर राजदण्ड जनताको नाश जनतालाई बुझाइ बसेको थियो त होइन र? त जनतालाई बुझाउँदाखेरि यही हो, राम्रो होला भनेर राजाले छोडेको नि। आज देश तस नस, देश कतै सोमाली हुन आँट्यो कि सिरिया हुन आँट्यो कि अफगानिस्तान हुन आँट्यो। मेरो देश मरे पनि मेरो देश बाँचिरहोस् भनेर महेन्द्रको महानवाणीलाई सिरोपर गरेर म नेपाली सेनाको राष्ट्रिय झन्डाको कसम खाएर यो देशमा आमालाई आए झुन्ड्याउँछु, बाउलाई आए गोली हान्छु भनेर कसम खाएर निक्लिएको योद्धामा आवश्यक पर्छ भने मैले हिजोको दिनमा पनि भन्थेँ। हाम्रा सेनाका प्रधान सेनापति त्यति बेलाका हिरा डिफेन्स आर्टिलरी जगदलगढका राजेन्द्र छेत्रीको पालामा एसपिपी सैनिक रणनीति पास के अरे निवेदन के अरे आर्मीबाटै पत्राचार गरेर अमेरिका पठाएछ। पहिलोचोटि पठायो, दोस्रोचोटि फेरि पत्र पठायो। त्यति बेला मात्रै कसलाई थाहा भयो? अन्धभक्त प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाए। भनेपछि परराष्ट्र मन्त्रालय अन्तर्गतमा होइन सैनिकले के गर्न पाइन्छ भन्ने कुरो थाहा हेका हुनु पर्दैन। अब जस्तै अन्तिममा त होला यहाँ। अब जस्तो अन्तिममा अहिले राजा अहिले पोखरामा मठ मन्दिर जस दर्शनमा हुनुहुन्छ होइन, अब फिर्ती सवारीको भव्य तयारी के छ तपाईँहरूको? स्वागत कस्तो खालको स्वागत हुँदैछ तपाईँहरू? के तयारी गर्दै? भव्य स्वागत त अब आम नेपाली जनता तपाईँहरू पनि तयार हुनुहोस्। अब यो देशमा अभिभावकको रूपमा राजा चाहिन्छ भनेकै हौँ। यी छोटे राजा पाल्दा पाल्दा वाक्क भइसक्यो हामी। यी छोटे राजाहरू संहिता खारिज गरियोस्, वैदिक सनातन हिन्दू अधिराज्य नेपाल बनाइयोस् र बालनजीलाई एउटै अवसर हो यो कि इतिहास रच्यो भने तपाईँले यो जस्तो अवसर कहिले पनि लाइफमा आउँदैन। तर गर्न देलान जस्तो छैन नि त, खालि विरोधको विरोध गरिरहेछन्, राजीनामा मागिरहेछन्। के अरे 182 सिट आएछ, 4 जना पुगेर यदि जुन विधेयक ल्याएको छ नि राष्ट्रपतिबाट, जुन 4-5-6 वटा विधेयक ल्याएको छ नि, अध्यादेश जारी गर्यो। त्यो अध्यादेश यदि लागू गर्न दिएन भने फेरि स्टेप चाल्छ। अब एउटै कुरा हुन्छ कि यदि राष्ट्रिय सभाबाट कङ्ग्रेस एमाले माओवादीले यदि पास गरेन भने अन्तिम विकल्प सैनिक शासन बाहेक अब केही छैन। म सेनाको मान्छे हुँ, आवश्यक पऱ्यो मलाई सेनाले बोलायो भने म जति बेला पनि हतियार बोक्न तयार हुन्छु। म सेनाले बोलाएको ठाउँमा नि जति बेला पनि जान तयार छु। तर सेनालाई पनि आरोप छ नि, थाहा छ कि छैन? होइन, दरबार हत्याकाण्डमा सेनालाई मुछिएको छ। एउटा कुरो यहाँ म भन्छु, सेनाको दरबारकै कुरा भन्दैछु। दरबारको राजा वीरेन्द्रलाई कसले सिध्यायो? सेनाले भन्ने भनाइ छ है, मेरो भनाइ होइन, फेरि जनताको भनाइ। ठिक छ मानौ। त्यति बेलाका
प्रधान सेनापति प्रजुल्ल शमशेर जङ्गबहादुर राणा मेन हात छ कि जस्तो लाग्छ मलाई मेरो सोचमा। अर्को सोच भारतको छ। अब अहिले यहाँका ठुला नेताका त भन्नै परेन, तपाईँलाई थाहा छँदैछ। भारत अमेरिका तपाईँ सेनाकै मान्छेलाई त सेनाप्रति विश्वास रहेनछ भने पछाडि अब सैनिक शासन लाएर पनि के काम रहेछ त? देश त बचाउनु पर्यो नि। तपाईँ बाध्य किन बाध्य? सेनाले बाध्य बस्ने तर सेनाले बचाउँदो रहेनछ भन्ने कुरा तपाईँबाटै बुझियो नि त। यो परिचालित भन्छ नि, परिचालित कहाँबाट हो? परिचालित को मान्छे कहाँबाट छ भने पत्ता लगाउनै गाह्रो हुँदो रहेछ भने त। यति गाह्रो छ कि नि, जब जो परिचालित व्यक्तिहरू म परिचालित भएर छु भने भन्छ भनिसकेपछि सेना परिचालित हो, केही होला, हुनसक्छ, वास्तविक हुनसक्छ। सेनाको पनि विश्वास छैन। मलाई एउटा कुरा के भने सेनाले पनि अबको अवसर भनेको चाँडोभन्दा चाँडो 3 लेयर छ। पहिलो लेयर बालेन लेयर, दोस्रो लेयर सेना लेयर, तेस्रो लेयर अमेरिकन लेयर भनेपछि बुझ्नु यो के भनेको छ भने सोच्नु। यी 3टा कुरा मैले भने, मैले भगवान् पशुपतिनाथको कसम खाएर भने कि यो देश बचाउने भने नि अब तपाईँ हाम्रो काँधामा आएको छ। तपाईँ हामी सबै मिलेर यो राष्ट्र बनाउनलाई, यो राष्ट्र बचाउनलाई, यो देशको धर्म बचाउनलाई, कुमारी आमालाई बचाउनका लागि तपाईँ हामी एकता भएर अगाडि बढेको दिन यो राष्ट्र बन्छ। होइन भने सोमालिया, सिरिया, अफगानिस्तान हुन्छ। हस्, धन्यवाद। थ्याङ्क यू।